हेलो गाइस नातिनीको पास्ने आज ल तिनचोटि उयो गरेर अनिखेर त्यो फुल र उयो चामलले यसो यसो पूजा गर छोरीलाई टिका लगाइदेऊ अनि भात खुवाइदेऊ ल नासेन लौले लाम लादेन छम थियो ओस थेरङ लौले ओ त्यसै गर न ल लु अब टिका लगाइदेऊ टिका लगाइदिएर अनि भात खुवाइदेऊ ल आशीर्वाद देऊ लु लु आज चाहिँ त्यो कुरा नगरिहालौँ न अलिकति अहिले भर्खर 6 महिना हुँदैछ ल ल यसले पर्दैन होस् बाउचाले ल ल भात खुवाइदेऊ अब तिमीले खुवाउनु नो बेबी नो उहाँ बस बस हो 3 चोटि खुवाइदेऊ ल ल अलिक किलो भएछ अलिकति 3 चोटि खुवाइदेऊ न हो ल ल भयो ल लु लु पुरा चाड्दैछ यो गर्दैछ लु दामी यारी वजा थान्ची पिनो दक्षिणा चान्चुन ल लिएर आऊ ल ल बडा बाउ जानुस् अनि त्यसपछि खा त अहिले पैसा दिएर एकछिन ल मालिस गर्ने मलाई गुलले चिनी हाल्यो होला अनि बजुले बनाएको अनि मिठो लागेको होला नि लु बजुको पालो टिका लगाइदिने मुखमा हाल्दै नदेन हौ त्यो उयो हुन्छ के त्यो मुखमा हाल्नुपर्छ बुहारीलाई पनि लगाइदिनु नि टिका है बुहारीको चाहिँ निधार खाली भयो अनि पर्दैन बुहारीलाई मात्रै लगाइदियो हुन्छ किनभने निधार खाली भयो कि लाउनु पर्छ नि के लाउँदैन भन्छ यार के भन्छ पास्नेमा ए ल अब भनेको पास्ने त हो नि अनि गुन्यो चोलो भनेको चाहिँ छुट्टै हुन्छ कि त्यो चाहिँ 9-10 वर्षमा गर्ने ल लु 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 हाँसी खुसी नोट ल फोटो खिच्न त फोटो खिचिरहेछ कि भिडियो मात्र गरिरहेछ अन्त भिडियो मात्रै गरिरहेछ
फोटै खिचे छैन साँच्ची खिच्नु न तपाईँको बुढा ए फोटो चाहिँ भिडियोदेखि खिच्दा भइहाल्यो त के भयो अघि पनि पठाउनु मेरा भिडियो बनाइरहेको थिएँ के भयो त अहिले एकछिन एक पिक्चर उयो सबैजना भइरहेको छ बसेर अनि एक मोमेन्ट क्याप्चर अब मेरो पालो यो त पुरा गरेको गर्ने भयो त अब यो आँखा छिट 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 परेर हो कि मेरो ब्याट्री छैन रहेछ आज पुरी नानीको त्यो उयसको बेलामा बजुले त के गर्दै टिका पो राखेको अहिले पठाइदिन्छ राम्रो होस् छोरी यत्रो भयो ब्याग ल्याइदिएछ अनि यसरी होला लु अब अलिअलि बिदी गरे हुन्छ निन्द्रा लागिसक्यो त्यसलाई त यो त आज भगवान सरलाई मलाई त खतरा मन परिरहेछ नि त आज त लु ओ लु चान्छु उयो छैन कस्तो अरे पर्दैन मलाई